संसारभर प्रधानमन्त्रीले के भन्नुभयो? काठमाडौँ कब्जा गर्ने भन्नुभयो। प्रधानमन्त्री राजा चाहिन्छ भन्नेहरूको पनि होइन, यो देश गणतन्त्र मान्दिन भन्नेहरूको पनि होइन, गैर जिम्मेवार मानिसहरूको हातमा नेतृत्व छ। हिजो प्रधानमन्त्रीको कुरा सुन्नुभयो कि सुन्नु भएन? पर्यटन, कृषि र अहिले पछिल्लो दिनमा विकसित भइराखेको सूचना प्रविधिको ठिक ढङ्गले हामीले उपयोग गर्न सक्यौँ भने, विकास गर्न सक्यौँ भने 5 वर्षमा यो देश बनेको हाम्रो आँखाले देख्न पाउँछ। संसारभर छरिएर रहेका युवाहरूलाई सबैलाई यही फर्काएर ल्याउन सकिन्छ भनेर गफ त हान्दिन, तर 40-50 हजार तलबको लागि हाम्रो कुनै पनि युवाले विदेश जानु नपर्ने परिस्थिति यही देशभित्र निर्माण गर्न सकिन्छ। जसरी अरब कन्ट्रीसँग पेट्रोलियम पदार्थ छ र त्यो पेट्रोलियम पदार्थका कारण अरबियनहरू हाम्रा मालिक भएका छन्। बिजुलीका कारण हामी पनि त्यस्तै मालिक बन्न सक्छौँ, हाम्रा भावी सन्ततिलाई त्यस्तै मालिक बनाउन सक्छौँ। नेपालको विद्युत उत्पादन क्षमता सरकारी हिसाबले 83,000 मेगावाट छ भनेर भन्छ, तर म भन्छु नेपालको क्षमता 1 लाख मेगावाट भन्दा बेसी छ। तर अहिले उत्पादन कति छ? 3500 को वरिपरि छ, 3500 को वरिपरि छ। हामीले विद्युतमा लगानी गर्ने हो र विदेशमा रहेका हाम्रा नेपालीको सिप र पुँजीलाई यहाँ भित्राउन ढोका खोल्ने हो भने हामीले यही बिजुलीको बाटोबाट फेरि पनि भन्छौँ हाम्रो देशलाई समृद्ध बनाउन सक्छौँ। हाम्रो बिजुलीले पेट्रोलियम पदार्थ 100% त भन्दिन, तर 80% विस्थापन गर्न सकिन्छ। आज विचार सुन्ने, योजना सुन्ने मानिसहरू गफ गरेर के भन्छन्? घर घरमा ग्यासको पाइप पुर्याउने, चुलोमा ग्यासको पाइप पुर्याउने भनेर भन्छ। ग्यास कहाँबाट ल्याउने भन्ने थाहा छैन, त्यसको विकल्प कहाँ खोज्ने भने हामी केही वर्षभित्रैमा घर घरमा बिजुलीले भात पकाउने व्यवस्था गर्न सक्छौँ।